दर्शन नमस्ते सबैजनालाई। अब गुड नाइट भन्ने बेला भर्खर ब्लगको स्टार्ट गर्नु परेको छ। के गर्नु, परिस्थिति नै यस्तो छ गाइस। अब मलाई फेरि ब्लगिङ भनेपछि रात दिन त्यस्तो केही मतलब लाग्दैन होइन। जस्ट ब्लगिङ भनेपछि ब्लगिङ सक्यो कुरा। काम भने चाहिँ काम। म त्यस्तो फेरि कामलाई त्यस्तो प्रायोरिटी दिने मान्छे हो है त। अनि मैले के गर्नु खोजेछु भनेर तपाईँहरूले त्यो थम्बनेल हेरेरै थाहा पाइसक्नुभयो। म धेरै बोल्न चाहिने यसबारे होइन। आज म जस्ट तपाईँहरूलाई देखाउने मात्रै हो क्या, के गर्छु कसरी गर्छु भनेर। अनि मैले सबै सेटअपहरू पनि मिलाइसकेको छु। यतापट्टि ल्यापटप पनि ल्याएको छु, अनि हाम्रो बुकहरू पनि सब यहाँ छ। प्रोजेक्ट बनाउनु पर्ने छ मेन कुरा मेरो। अनि नभ्याएर मैले आज दिनभरि पनि गरेको थिएँ, त्यति बेला पनि नभ्याएर मेरो 7-8 विषयको प्रोजेक्ट वर्क दिनुभएको छ। त्यही भएर धेरै छ क्या। फेरि सबैजना सुतिसक्यो। अहिले कति बजिरहेछ थाहा छ? कस्तो अफ भइदिरहेको ठ्याक्कै मैले गरेर अहिले उता हेर्नु 8 कति भयो, आँखा तिर्मिन रहेछ 8:35 भइरहेको रहेछ। अब चाहिँ रात परिसक्यो, सबजना सुतिसक्नु भयो होइन। भातसात खाएर पनि हाम्रो फेरि बुङ्गुर थियो क्या, बुङ्गुर खाएर ट्याक्क पेट पनि ठुलो छ तर देखिँदैन मेरो। जति बढे पनि देखिँदैन मेरो पेट, भित्रै दब्बेको गर्छ। मान्छेहरूले चाहिँ भन्छ कि धेरै नर्खटे भयो भनेदेखि हुन्छ नि होइन। अब नर्खटे भनेको चाहिँ तरकारीमा भेदभाव भनौँ न होइन, त्यो मनपर्छ यो मन पर्दैन भन्ने हिसाबले गऱ्यो भने चाहिँ त्यस्तो जिउ लाग्दैन भन्छ होइन। सायद होला पनि, मेरो पनि त्यस्तै भएर छ। फेरि म चाहिँ त्यो हुन्छ नि छालाहरू खाँदिनँ क्या, हड्डीहरू खाँदिनँ खासै। नेपालीको चाहिँ मैले सबै प्रायः सकाइसकेको छु। अब एक च्याप्टरको मात्रै बाँकी छ। एक च्याप्टरको चाहिँ म अहिले गर्छु होइन। यसमा चाहिँ म इङ्ग्लिसको गर्छु होइन। म चाहिँ आज बिहान भनौँ न 6 बजीसम्म नै यहीँ बस्नेछु क्या। म 6 बजीसम्म होल नाइट क्या। यत्तिकै अब के गर्छु, होमवर्क गर्छु होइन। अल्छी लाग्यो भनेदेखि अब नसुतिकन क्या यहीँनिर पढ्छु होइन। अनि बोर लाग्यो भनेदेखि फिल्म हेर्छु। अनि त्यहाँबाट फिल्म त म त्यस्तो बिना हेर्दिनँ। जस्ट यो तपाईँलाई टाइम देखाउँ भनेर मात्रै ल्याएको। टाइम देखिसक्नु भयो होला होइन, कति टाइम हुन्छ भनेर। अब अर्को फोन छैन क्या मसँग, फोन भनेको यही मात्रै हो। अनि मेरो फेरि चार्जर पनि बिग्रिरहेको छ यो फोनको, त्यही भएर अलिक टेन्सन लागिरहेको छ क्या। सबजना सुतिसक्नु भयो, म मात्रै अब। अरूको सुत्ने बेला भयो, मेरो उठ्ने बेला भयो आज। अब यस्तै छ गाइस, के गर्नु। अब भ्लगिङ स्टार्ट गरिसकेपछि त नट इजी होइन, देखे जस्तो इजी त हुँदैन। ठिक छ। अब मैले नयाँ पेन पनि किनेको छु। अक्षर फेरि यस्तो हुन्छ यार, मेरो लास्ट कुखुराले छेरेको जस्तै हुन्छ क्या हेर्नु। मलाई त पिट्टिकै मन पर्दैन मेरो अक्षर त चाहिँ, मनै पर्दैन। कति सुधारौँ भन्छु, सुधार्नै सक्दिनँ। यो हेर्नु न, किताब फेरि यस्तो हालत छ। मैले फेरि यो किनेको होइन है गाइज, यो लाइब्रेरीबाट लिएको। मैले त्यहाँ बुझाउनु पर्ने थियो, कति भइसक्यो नबुझाएको। फाइन भइसक्यो होला सायद। अस्ति भन्दै हुनुहुन्थ्यो सरले, तेरो त भाइ धेरै फाइन भएको रहेछ भन्दै हुनुहुन्थ्यो सरले। अब के गर्नु त होइन, तिर्नै परेको नि अब त। ल गाइज, म चाहिँ डोना थापाको ब्लग हेर्दै थिएँ अघि होइन। यहाँ वाइफाई छैन फेरि, उतापट्टिको दुईतिरको छ वाइफाई। अब कहाँको कनेक्ट हुन्छ हेरौँ यहाँ पहिला। चङ्गेर म आज बाहिर बस्छु। चङ्गे यता ड्यु रहेछ उसको। चङ्गेर म चाहिँ बाहिर बस्छौँ होइन। सबैजना अब सुत्छ, अनि हामी दुईजना चाहिँ अब यहाँ च्यालेन्ज भिडियो गर्नेछौँ है। हाम्रो स्ट्यान्ड पनि यहाँ छ। यो चाहिँ मैले भात चाहिँ हल्का एडजस्ट गरेको छु। एन्ड मैले नेपालीको गरेछु भन्थेँ नि, यहाँ छ यही नेपालीको। मैले चार्जरहरू पनि ल्याएको छु यहाँ। अनि हेर्नु यति धेरै गरेको छु आज मैले। नेपालीको सबै सकाइसकेँ। यो पनि थियो, यो पनि यो गर्नु पनि भर्खरै सकाएको चाहिँ। अक्षर हेर्नु, अक्षर हेर्दै रिस उठ्ने। ल ठिक छ गाइस, अब म होइन धमाधम यी 11 पाठको 11 अब यहाँ के छ, के भन्छ यसलाई, के कार्य भन्छ हौ, परियोजना कार्य नेपालीबाट यो गर्नुपर्ने छ। यसको बारेमा नेपालको आर्थिक समृद्धि भनेछ। अनि त्यहाँबाट जल स्रोतको बारेमा हल्का डिस्क्राइब गर्नुपर्ने छ, कृषिको बारेमा त्यस्तै गरी अब यिनीहरूको बारेमा डिस्क्राइब गर्नुपर्ने छ। धेरै लङै हुन्छ होला सायद यसको त, त्यो पनि गर्नेवाला छु म। ल्यापटप चाहिँ वहाँ पर राखेको छु। आजको च्यालेन्ज इन्ट्रेस्टिङ पनि हुन्छ तपाईँहरूको लागि, तर मेरो लागि चाहिँ लास्टै गाह्रो हुनेवाला छ गाइज। म होल नाइट त्यसरी कहिले पनि जाग्राम बसेको छैन होइन, त्यही भएर मलाई चाहिँ लास्टै गाह्रो हुनेवाला छ गाइज। अहिले चाहिँ 9 पनि बजिसकेको छ ट्याक्क लाएर। 9 बजेर कति मिनटमा पर्खिनु तपाईँलाई म देखाउँछु। अब 9:12 भइसक्यो होइन। अहिले चाहिँ भर्खर त 9 त बज्दैछ, अझै 9, 10, 11, 12, 1, 2,
3 4 5 6 9 घन्टा बाँकी छ हो अब भिडियोको लागि हो भने त होइन म जे पनि गर्न सक्छु गाइस तपाईँको लागि हो नि त यो सो गाइज 10 पनि बजिसक्यो हेर्न सक्नुहुन्छ 10 पनि बज्यो हाम्रो दिदी उता उठ्नु भएछ के भयो 10 बजे ठ्याक्क फेरि तपाईँहरूले सोच्नु भएको होला कि यसले फेक गरिरहेछ यस्तो टाइपको के सोच आएको छ भनेदेखि गाइज त्यो सोच्दै नसोच्नुहोस् मैले पुरै मेहनतको साथ होइन नसुतिकन आज रातभरि तपाईँहरूलाई म प्रत्येक घन्टा कति बज्यो ठ्याक म अपडेटहरू दिइराख्ने छु होइन फेरि माएको छ मेरो फेरि लेग पिस हेर्नु कस्तो दामी के पहिला एक्सिडेन्ट भएको थियो नि त एक्सिडेन्ट हुँदाखेरि यस्तो भएको थियो कि हल्का अनि अब चाहिँ जाडो हुन थालिसक्यो यार 10 बज्यो होइन अघिसम्म चाहिँ लास्ट गर्मी भइरहेको थियो अब चाहिँ जे होस् अब जाडो हुन थालिसक्यो कि अब चाहिँ कुकुर किन भुकिरहेछ यार मैले सुनेको थिएँ अब हुन्छ नि अब बुद्धि भने कुकुरहरू भुक्छ भनेको सुनेको थिएँ ए तर के छैन गाइज म त्यस्तो डराउने मान्छे होइन गाइज के भयो अँध्यार भयो त अलि यार अहिले त उज्यालो जस्तो लागेको थियो त 10 बजे चाहिँ म के गरिरहेको छु भनेदेखि हेर्नु त यहाँ मैले जस अब अझै मसँग पेपर टर्नेछ छैन चाहिँ अब सुरुमा त्यो अगाडिको फ्रन्ट पेज त बनाउनु पऱ्यो नि त स्कुलको नाम हो हाम्रो यो श्री त्रिवेणी माध्यमिक विद्यालय यो चाहिँ मैले जस्ट प्र्याक्टिस मात्रै गरेको कसरी लेख्न सकिन्छ भनेर जस्ट एउटा नमुना मात्रै तयार पारेको अनि अब चाहिँ म अर्को पेपरमा बनाउँदैछु सो गाइज अहिले चाहिँ रातिको 11 बजिरहेको छ हेर्न सक्नुहुन्छ कस्तो अफ भइदिएको 11:05 भइसक्यो अनि निन्द्रा चाहिँ मलाई त्यस्तो साह्रो लागेको छैन अहिले अनि उता ल्यापटप फेरि ब्याट्री डाउन भइसकेछ अब चार्ज कसरी गर्ने भन्ने कुरा हो क्या त्यो चाहिँ अझै फेरि यहाँ यो बनाउँदैछु लोगो बनाउँदैछु अब यति बनाउनु बाँकी छ मैले प्र्याक्टिस गरेर हेर्ने यतापट्टि कति धेरै पेपरहरू बिगारिसकेँ कुकुर भुगे गर्छ यार डर लागिसक्यो मलाई गाइज मैले ल्यापटप पनि यता ल्याइसकेँ हेर्न सक्नुहुन्छ अनि चार्ज पनि गरिसकेँ यताबाट यस्तरी गरेर यसको उयो के हुन्छ यार
सो गाइज अहिले चाहिँ रातिको 12 बजिसकेको छ ठ्याक्कै। कस्तो यार नदेखेको 12-1 भयो ठ्याक्कै। मलाई अलिकति निन्द्रा लागिरहेछ अब चाहिँ फिल भइरहेछ हल्का निन्द्रा लागेको, तर म सक्छु अझै बस्नुलाई होइन। म चाहिँ कपिल शर्मा सो हेरिरहेको छु, त्यो पनि हेरेको छु अनि प्लस यता पनि यो पनि बनाइरहेको छु। अहिले म सबै कम्प्लिट पारेर देखाउँछु यो पनि ल। अनि मैले चाहिँ अलि जाडो जाडो नै भएर अनि मैले यो ट्र्याक लगाएको छु। अब 12 बजेपछि चाहिँ हाम्रो गाउँ वरिपरि कस्तो हुन्छ सब देखाउँछु ल म। अब एकचोटि गाउँ डुलेर आऊँ ल। पहिला हाम्रै घरबाट देखाइदिउँ। मैले चाहिँ यहाँ पुरै ग्याजेटहरू यस्तै राखेको छु गाइज, पुरै सुन्नाटा छ, छैन के पनि। राति त के नै देखिन्छ त्यो पनि अब एकचोटि हेर्नु ल। मेरो सेटअप हेर्नु फेरि यतापट्टि 12:09 हुँदैछ। गाइज अब चाहिँ निन्द्रा लाग्नु थाल्यो हल्का हल्का, आँखा झिमिक झिमिक भएर छ अब चाहिँ। अनि अहिले चाहिँ हाम्रो रातको हेर्नुहोस् कति बज्यो, के हो यार यो म्यासेजहरू, 1:30 भइसकेको छ। जाडो भएछ यार, हावाले हानिरहेछ डेन्जर। सो गाइज अब चाहिँ 3 बज्नै लागिसक्यो, 2 मिनट बाँकी छ। यो चाहिँ टाइम हो गाइज 3:29, 29 भइसक्यो। अब चाहिँ उज्यालो हुन लागिसक्यो। जाडो छ गाइज। गाइज 4 बज्नु लागेको छ। अब चाहिँ कति भयो, 3:52 भएछ होइन। अनि अब चाहिँ 4 बज्ने बित्तिकै गएर प्लुक्क परेर सुतिहाल्छु ल। निन्द्रा लाग्यो गाइज लास्टै। अब चाहिँ गाह्रो छ भिडियो बनाउनु पनि, मान्छेहरूलाई हेर्दा पो सजिलो जस्तो लाग्छ त। सजिलो रहेछ त केटा हो, हेर ल भिडियो। ल हेर्नुहोस् गाइज, अलार्म पनि बज्यो। अलार्म राम्रो छ हेर्नै हो कि हेर्नु फेरि, हेर्नु पनि क्लियर नै सबै। अब म अफ गरिदिन्छु यसलाई। ल अब चाहिँ म सुत्नु जाऊँ, म गएको ल। आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो, मेरो चाहिँ नाइट भ्लग, जागराम बसेको भ्लग है, एकदम धेरै मेहनतको साथ बनाएको छु, तपाईँहरूले देख्नु नै भयो होइन। त्यतिखेरसम्म मैले पनि आफ्नो काम पनि गरेँ, होमवर्क्सहरू थुप्रो थियो, होमवर्क्सहरू पनि कम्प्लिट गर्नु भ्याएजियोस् होइन। ल आजको मेरो यो भ्लगलाई यहीसम्म राख्न चाहन्छु। यदि हजुरहरूलाई यस्तै भिडियो हेर्नु मनपर्छ भनेदेखि त्यहाँ कमेन्ट्स गर्नुहोला, नेक्स्ट च्यालेन्ज के गर्नु मैले भनेर, म त्यही च्यालेन्ज गर्नेछु है त। गुड नाइट। अब म चाहिँ सुत्छु, तपाईँहरू उठ्नु, म सुत्छु अब।